मेक्सिकन राष्ट्रपति क्लाउडिया सेनबाउमले ट्रम्पलाई के जवाफ दिनुभयो भन्दाखेरि तिमीले वाल त लगायौ तर त्यो वाल लगाइसकेपछि हाम्रा जनताहरूले अलग अलग तिम्रा प्रोडक्टहरूलाई चाहिँ किन्दैनन्, अब हाम्रै प्रोडक्ट किन्छन्। अनि तिमीले वाल लगाएपछि तिम्रो यतापट्टि 7 अर्ब मानिसहरूको अरू पनि वर्ल्ड छ है भनेर जवाफ दिइन्छ। सत्य हो कि होइन? हात उठाइदिनुहोस् न सत्य भन्नेले। सत्य हो? कतिजनाले यो इन्फर्मेसन देख्नुभयो सोसियल मिडियामा? देख्नुभयो? कोले यसो हात उठाइदिनु न, मतलब ओके। अनि सत्य हो जस्तो लाग्छ तपाईहरूलाई? तपाईलाई लाग्दैन? अनि कसलाई लाग्छ सत्य हो जस्तो? सत्य हो। अनफर्चुनेटली यो कुरा सत्य होइन क्या है। मैले आफैले यो फ्याक्ट चेक गरेको। कस्तो भन्दाखेरि 2017 देखि फैलिरहेको एउटा कुरा चेन मेसेजको रूपमा 12 जनालाई फरवार्ड गर्नु है भन्दा भन्दै 2024 मा ट्रम्प फेरि आउँदाखेरि ट्रम्पको पहिलो कार्यकालमा भएको कुरा फेरि फैलिएर आएछ। मिसइन्फर्मेसन यसरी फैलिन्छ क्या है। अब कसले फैलाउँछ त भनेर कुरा गर्न लागेको हो नि त हामी, हैन? त्यो मान्छे जो पनि हुन सक्छ क्या। यसो विचार गरेको सोसियल मिडियामा हेर्दाखेरि जसले पनि त्यो क्लाउडिया सेनबाउमको कुरा चाहिँ फैलाइरहेको रहेछ क्या। क्लाउडिया सेनबाउमले यस्तो 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 भनिन् भनेर। आखिरमा त होइन रहेछ है। अब सेयर गर्ने मान्छे चाहिँ प्रधानमन्त्री, राष्ट्रपति, चाहिने मिनिस्टर हैन, अथवा चाहिने संसदमा बोलिरहेको एउटा चाहिँ सांसद। अब त भाइरल सांसद हो कि होइन त्यो चाहिँ उसको कुरा है। अब नोइङली र अननोइङली दुईटा तरिकाले फैलिन्छ क्या। कोही मान्छे चाहिँ कस्तो हुन्छ भन्दाखेरि यसको बारेमा चाहिँ ठ्याक्कै यसरी फैलाउनै पर्छ भनेर। यसको इक्जाम्पल एउटा दिन्छु। धनराज गुरुङको डिभोर्स केस सतहमा आएपछि तपाईहरूले उहाँ र एकजना अर्को महिलासँगको प्लेनमा बसेको फोटो देख्नुभयो? कसैले देख्नुभयो? तपाईले देख्नुभयो है? अरू कसैले देख्नुभयो? त्यो फोटो यसरी फैलियो कि उहाँको विपक्षी पार्टीका मान्छेहरूले लगातार सेयर गरे। एउटा सिम्पल रिभर्स इमेज सर्चले त्यो दुईटा फोटो अलग हो भनेर देखाउँदो रहेछ कि है। त्यही भएर यो एक्टर हुन्छ नि पछाडिपट्टिको कसले चाहिँ फैलाउँछ भन्ने कुरा चाहिँ कहिलेकाहीँ डेलिबरेटली नि गर्छ, कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि होइन थाहा छैन। त्यो क्लाउडिया सेनबाउम जस्तो उहाँले चाहिँ यस्तो भनिन् सेयर गरिहालौँ नि त भनेर चाहिँ सेयर गरे हुनसक्छ। कसले फैलाउँछ भन्दाखेरि ट्रस्टी वर्दी ग्रुपले चाहिँ पहिला यो स्प्रेड कसरी हुन्छ भन्दाखेरि ट्रस्ट वर्दी ग्रुपले सेयर गरेपछि हामी यही हो है साँच्चै हो भन्न ठान्छौँ क्या। किन भन्दाखेरि अघि क्लाउडिया सेनबाउमको कुरा गर्दाखेरि साँच्चै हो भन्ने भन्नुभएको थियो नि त एक दुईजनाले हो। किन भन्दाखेरि धेरै जस्तो मिडियाको त्यो फेसबुक पेजहरूले पनि, मिडिया भनेको एज एन अब प्रेस काउन्सिलमा दर्ता भएको तर धेरै ठुलो मिडिया नभएकोहरूले पनि त्यो सेयर गराए मैले देखेँ। भनेपछि अब एउटा मिडियाले सेयर गरिसकेपछि हो कि जस्तो लागिहाल्छ नि, होइन? हो त्यो कुराले। र ट्रस्टवर्दी ग्रुप भनेको यस्तो मान्छे नि ट्रस्टवर्दी ग्रुप हुनसक्छ क्या। सूर्य थापा उहाँ त सांसद हो नि, होइन? उहाँले आफ्नो पोस्टमा लेख्नुभयो हिसिला यामी एसियाकै भ्रष्ट महिला हुन् भनेर चाहिँ नै एउटा कुनै चाहिँ नै रिपोर्टमा आएको थियो भनेर आयो। यो जेन्डर मिसइन्फर्मेसन हो। यो जेन्डर डिसइन्फर्मेसन चाहिँ हो जस्तो लाग्छ मलाई। किनकि फरक पार्टीको व्यक्तिले अर्को व्यक्तिलाई कसरी चाहिँ नै निचा देखाउन सकिन्छ भनेर मिसइन्फर्मेसन फैलाएको। अब सूर्य थापाले भनिसकेपछि उहाँको पार्टीको क्याडरको मान्छेले चाहिँ एक्सेप्ट गर्ने कि नगर्ने? गर्ने नि, होइन र? फैलाउने, अझै फैलाउने, होइन? सूर्य थापाले भन्नुभएको थियो त्यही भएर हो साँच्चै हो भन्ने लाग्न सक्छ नि त मान्छेलाई है। यो चाहिँ फ्याक्ट चेक गरिसकेका छौँ हामीले नेपाल फ्याक्ट चेकमा है। अफिसियल सोर्स कोट गर्दिनँ क्या। फलानो मान्छेले फलानो ठाउँमा यस्तो लेखाएको थियो अथवा फलानो मान्छेको
क्रेडिबिलिटी यो हो होइन, त्यही भएर उसले भनेको थियो र त्यही भएर चाहिँ भएको हो भन्दाखेरि चाहिँ त्यो स्प्रेड हुने चान्स चाहिँ बढ्ने भयो क्या है। यो 1-2 दिन अगाडि फैलेको कुरा हो, कतिलाई थाहा छ? यसो हात उठाइदिनुहोस् न, कतिलाई थाहा थियो यो? वा फर्स्ट टाइम त देख्नु भएको होइन, तपाईँलाई थाहा थियो? अरू कसैलाई तपाईँलाई थाहा थियो? अरू? उहाँले लेखहरू धेरै लेख्नुभयो होला कि, तर उहाँले यही टाइटलमा चाहिँ लेख्नु भएको छैन र नयाँ पत्रिकामा लेख्नु भएको छैन। यो फ्याक्ट चेक चाहिँ टेकपाना भन्ने चाहिँ नै एउटा मिडियाले फ्याक्ट चेक गरेको छ है। नयाँ पत्रिकामा यो हेडलाइनमा लेख्दा आएको होइन रहेछ, अनि अफिसियल सोर्स के नयाँ पत्रिकामा आएको रहेछ भने एकजनाले गएर उजुरी पनि हाल्दियो। नयाँ पत्रिकालाई उजुरी नै परेछ है प्रेस काउन्सिलमा। भनेपछि एउटा अफिसियल सोर्स कोड गरिदिएपछि त हुँदो रहेछ। विदाउट कन्टेक्स्ट उहाँको ट्विट ल्याएर एउटा ठाउँमा चिप्काइदियो अनि त्यसपछि माथि नयाँ पत्रिकाको लोगो हालिदियो। लोगो निकाल्न नि सजिलो छ आजकल, वेबसाइटमा एउटा राइट क्लिक गर्नुहोस् लोगो आउँछ कि आउँदैन? आउँछ नि होइन। त्यही कुरा चाहिँ यहाँ भएको रिलिजियस सेन्टिमेन्टबाट चाहिँ फैलिन्छ। यो धेरै चाहिँ रिलिजियस सेन्टिमेन्टबाट फैलिन्छ र मैले इन्डियन कन्टेक्स्टबाट हेर्दाखेरि चाहिँ अब नेपाली कन्टेक्स्टबाट अलि कम चाहिँ छ होइन, तर इन्डियन कन्टेक्स्टबाट हेर्दाखेरि झन् धेरै चाहिँ नै देखिन्छ होइन। इभन फ्याक्ट चेकरलाई पनि विश्वास नगरिदिने रिलिजियस सेन्टिमेन्टबाट फैलाएको मिसइन्फर्मेसन छ भने चाहिँ है। अनि रिलिजियस सेन्टिमेन्ट कसरी फैलिन्छ अरे त? रिलिजियस सेन्टिमेन्टको चाहिँ नै कन्टेन्ट भएको अथवा चाहिँ नै एउटा रिलिजियस सेन्टिमेन्ट भएको चाहिँ नै कन्टेन्ट भने यसरी फैलिन्छ। यो कतिले देख्नु भएको थियो? यो सेयर गर्ने भीम उपाध्याय, उहाँ पूर्व सचिव है, अफिसियल सोर्स हो एक हिसाबले, उहाँले लेखिदिनु भयो। तर यो त कन्टेक्स्ट नभएर कुनै एउटा चितवनको भिडियोलाई लगेर गोरु खाने धराने भनेर राखिदिनु। अब उहाँलाई फलो गर्ने मान्छेलाई त होइन र रिलिजियसली ट्रिगर हुने मान्छेलाई त यो भने काफी हो क्या। यति भयो भने पुग्यो, सेयर गर्छ मान्छेले, गर्छ कि गर्दैन? गर्छ है। हो, यही कुराले गर्दाखेरि चाहिँ मिसइन्फर्मेसन स्प्रेड हुँदै जान्छ कि। एउटा फोटो थियो क्या, एउटा कुनै पार्टीको आन्तरिक समिति रहेछ मुस्लिम सम्बन्धी, त्यो समितिको चाहिँ नै के रहेछ भन्दाखेरि एउटा मुस्लिम आयोगमै उनीहरूले हल लिएर कार्यक्रम गरेर छन्। त्यो कार्यक्रमको फोटो 1 वर्षपछि कुनै हिन्दूवादी सङ्गठनले फैलायो। के भनेर भन्दाखेरि नेपालको पार्टीले पाकिस्तानी झन्डा प्रयोग गर्दैछ भनेर है। म कन्टेक्स्ट बुझाउँछु। के हुन्छ भन्दाखेरि पाकिस्तानको झन्डामा सेतो भाग छ है, तर त्यो नर्मली मुस्लिम युनिटीवाला फ्ल्यागमा त सेतो भाग छैन। अनि तब चाहिँ मैले त्यो फ्याक्ट चेक गर्दाखेरि त्यसरी फ्याक्ट चेक गर्नुपर्ने अवस्था आयो। सो के हुन्छ भन्दाखेरि रिलिजियस सेन्टिमेन्टवाला सानो कुरा भनिदिनु पर्यो, सानो के यति भन्दै पुग्यो। अब यस्तोलाई कसरी फ्याक्ट चेक गर्ने त कसैले भन्न सक्नुहुन्छ? रिभर्स इमेज गर्ने एक। अरू कोही? अभियसली अनि अरू? पहिलो कुरा ल्याटरल रिडिङ गर्न सिक्नुहोस् क्या। एउटा आर्टिकल पढ्नुहुन्छ नि होइन, एउटा साइट बताउँछु, ओपी इन्डिया भन्नेको आर्टिकल पढ्नुहोस् क्या एकचोटि गएर, तपाईँले विश्वास पारिदिन्छ उसले। एउटा कुनै सेक्टमा विश्वास पारिदिन्छ उसले है, क्लोज्ड ग्रुप भएर भनेको है, जस्ट नट रेकर्डेबल त। अनि ओपी इन्डिया भन्ने साइटमा तपाईँले गएर हेर्नुहोस्, उसले विश्वास पार्नु। तर ल्याटरल रिडिङ गर्न सिक्नुहोस् कि त्यहाँ भएको क्लेम सही हो कि होइन भनेर अर्को ट्याबमा खोलेर त चेक गर्नु पर्यो नि त एकचोटि होइन। ट्रस्ट वर्दी सोर्सेस हेर्नु पर्यो क्या। नेपालमा इलन मस्कले टेस्ला फोन लन्च गर्न लागे भन्दैमा त्यो विश्वास गर्ने हो त? होइन होला।
तर टेस्ला फोन लन्च गर्न लागेवाला पनि गुगलमा सर्च गर्नु भने धेरैवटा साइट देखिन्छ लन्च गर्दैछ भनेर साँच्चै, तर होइन रहेछ। अफिसियल सोर्स त कहीँ पनि छैन, ट्रस्ट वर्दी सोर्स हेर्नु पऱ्यो। यो कसरी लिने भन्दाखेरि गुगल एडभान्स सर्चबाट पनि हामी गर्न सक्छौँ। यो गुगलको एडभान्स सर्च कहाँ हुन्छ भन्दाखेरि यसो आफ्नो ल्यापटपमा क्रोम खोलिसकेपछि, गुगल खोलिसकेपछि त्यहाँ टुल्समा गएर हेर्नु भने एडभान्स सर्च देखिन्छ क्या। तपाईँ यहाँ पिडिएफ खोज्नुहुन्छ कि कुनै डकुमेन्टको कुनै स्पेसिफिक शब्द खोज्दै हुनुहुन्छ कि सबै कुरा थाहा पाउन सकिन्छ यहाँबाट, होइन? अब यति गऱ्यो भने धेरै हदसम्म मिसइन्फर्मेसन त हामी कन्ज्युम गर्नबाट रोकिँदा रहेछौँ नि, होइन? तर अझै छ। उहाँले रिभर्स इमेज सर्च पनि भन्नुभएको थियो, आयो नि त, होइन? रिभर्स इमेज सर्च भनेर। रिभर्स इमेज सर्च भने के हो कसैले भन्न सक्छ? इमेज अपलोड गरेर सर्च गर्ने। सो तपाईँले कुनै इमेज अपलोड गर्नुभयो भने त्यो इमेज कहाँ कहाँ अपलोड भएको छ सबै ठाउँ देखाइदिन्छ उसले। यो गुगलमा मात्रै छैन, रसियन वेबसाइट छ यान्डेक्स भन्ने, त्यसले एआई प्रयोग गर्छ, त्यस्तै खालको धेरै देखाइदिन्छ। बिङको इमेज सर्च छ, त्यहाँ देखिन्छ, होइन? विभिन्न अरू पनि छन् क्या जस्तो, है? यसको रिजल्ट चाहिँ कस्तो हुन्छ भन्दाखेरि यस्तो हुन्छ। यो पनि एउटा मिसइन्फर्मेसन थियो। नेपालमा हेलिकप्टर दुर्घटना भयो भने यो 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 फोटो आइहाल्छ क्या। एकचोटि चाहिँ एबी न्युजले के गरेको थियो भन्दाखेरि यो प्लेन क्र्यास हुँदाखेरि भर्खर चाहिँ यो मुस्ताङतर्फ जाने प्लेन चाहिँ क्र्यास हुँदाखेरि भर्खरको भिजुअल हामीले प्राप्त गरेका छौँ एक्सक्लुसिभ भनेर देखाइदिएको थियो। अनि यो एक्सक्लुसिभ चाहिँ कहाँको रहेछ भन्दाखेरि यसरी सर्च गर्दाखेरि कुन्नुरको रहेछ क्या। इन्डियाको कुन्नुर भन्ने ठाउँमा हाम्रो इन्डियाको चिफ अफ डिफेन्स स्टाफको हेलिकप्टर चाहिँ क्र्यास हुँदाखेरिको फोटो रहेछ यो। बिटलीमा जानु भने यही ठ्याक्कै यो फोटो चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले, त्यही फोटोलाई उ गर्यो। अब रिभर्स इमेज सर्च गर्दाखेरि के चाहिँ कुरा दिमागमा राख्नुहोस् भन्दाखेरि तीनटा कुरा। एउटा क्वालिटीले इफेक्ट गर्छ है। क्वालिटी चाहिँ 144 पिक्सल्सवाला हेर्नु अनि रिजल्ट चाहिँ नै एचडीवाला खोज्नुभयो भने चाहिँ त्यही फरक पर्छ है, फोटो फरक आउँछ। अनि फ्लिप इमेज फ्लिप गरेर फैलाउँछन् कि मान्छेहरूले धेरै। अनि यो फ्लिप गरेको छ भने त्यो फ्लिप गरे इमेज अनुसारकै रिजल्ट देखाइदिन्छ क्या। उसले त चिन्दैन नि त फ्लिप गरे हो कि होइन भनेर। कहिलेकाहीँ लक लाग्यो तपाईँको भने देखिन्छ, नत्र देखिँदैन। इमेज एडिट गरे हुनसक्छ, त्यो चाहिँ याद गर्नु पऱ्यो। मैले अघि धनराज गुरुङको चाहिँ नै कुरा भनेको थिएँ एडिट गरेको भनेर, त्यो पनि रिभर्स इमेजबाट पत्ता त लाग्यो। तर कसरी भन्दाखेरि रिभर्स इमेजमा त्यो सेलेक्ट गर्दै हेर्दै गरेपछि बल्ल पत्ता लाग्यो है। अब यो त सेम कुरा भइहाल्यो। अब तपाईँहरूलाई फ्याक्ट चेक गर्नु पऱ्यो। कुनै कुरा मिसइन्फर्मेसन जस्तो लाग्यो भने कहाँ जाने भन्दाखेरि यो एउटा एक्सटेन्सन छ। एकचोटि यो एक्सटेन्सन चाहिँ क्रोममा राख्नुभयो भने अब सबै टुल तपाईँ सबैजनालाई अभाइलेबल नहुनसक्छ। हामीहरूलाई एभाइलेबल भएको 1-2टा टुलहरू छ, जर्नलिस्टलाई एभाइलेबल भएको अरू फ्याक्ट चेकरलाई एभाइलेबल भएको, तर मेजोरिटी अफ टुल तपाईँ युज गर्न पाउनुहुन्छ। जसले गर्दाखेरि भिडियो फोटोलाई फ्याक्ट चेक गर्न तपाईँ सजिलै सक्नुहुन्छ है। यतिसम्म बुझिन्छ है। सो फ्याक्ट चेक गर्दाखेरि कहिल्यै पनि ह्युमन इन्टेलिजेन्स पनि प्रयोग गर्नुपर्छ क्या। अब इन्फर्मेसन आउने बित्तिकै हो भनेर एक्सेप्ट गर्नुभन्दा पहिला कतै यस्तो साइटहरूमा गएर चेक गर्यो भने भेटिन्छ है। अब गुगल म्याप पनि युज गर्न सकिन्छ। कहिलेकाहीँ के हुन्छ भन्दाखेरि फोटो आएको हुन्छ, भिडियो आएको हुन्छ, त्यो भिडियो चाहिँ कतै विदेशतिरको हुन्छ, तर त्यो नदेखिया हुनसक्छ होइन, हामीलाई थाहा नहुनसक्छ नेपालकै हो कि जस्तो भनेर सेयर गरेर हुनसक्छ। त्यहाँ भएका क्लुहरू युज गरेर अब यसको एउटा डिप कुरा के छ भन्दाखेरि जियो लोकेसन भनेको अलग्गै एउटा क्लास तपाईँको दिनभरि नै लाग्छ सिकाउन बस्यो भने। तर एउटा तपाईँहरूलाई डेमो चाहिँ म देखाइदिन्छु। यस्तो देखिन्छ क्या। यो घर त्यहाँ भाइरल भएको थियो क्या।
टिकटकमा बालेन दाई यो घर नक्सा चाहिँ कहाँ छ भनिदिनु पर्यो भनेर हैन। अनि तल चाहिँ तिलोत्तमाको सान भनेर लेखाएको थियो, कहाँ रहेछ त साँच्चै भन्नु, मलाई क्युरियोसिटी लाएर चाहिँ सर्च गरेँ। यो फ्याक्ट चेक चाहिँ होइन, तर क्युरियोसिटी लाएर सर्च गरेँ। हेर्दा हेर्दै त्यो बुटबलबाट कोही हुनुहुन्छ यहाँ? हुनुहुन्छ। तिलोत्तमा ड्राइभर टोलमा त्यो माथि उ रहेछ, यो पेडेस्टेरियन ब्रिज रहेछ। यो पेडेस्टेरियन ब्रिजमा चाहिँ एउटा 360 फोटो रहेछ क्या। ठ्याक्कै उ त्यो घर हो, त्यो घर र यो घर सेम हो क्या, होइन? त्यो तार र उ त्यो टङ्की हेर्नुहोस् त, त्यो टङ्की देखिन्छ, यो घर देखिन्छ, यो तारहरू देखिन्छ, हो कि होइन? फ्याक्ट चेक भनेको के हो भन्दाखेरि ह्युमन इन्टेलिजेन्स प्लस टेक्नोलोजी हो क्या। टेक पनि युज गर्नु पऱ्यो, त्यो टङ्की छ कि छैन त हेर्नु पऱ्यो नि त आफूले। गुगल ल्याएर त बताइदिँदैन, होइन? एउटा प्र्याक्टिकल गरेर हेर्ने हो। रिभर्स इमेज सर्च गर्न सिकाउनुपर्छ। images.google.com खोल्नुहोस् न एकचोटि मोबाइलमा। images.google.com। अब एकचोटि यो इमेजलाई डाउनलोड गरेर सर्च गर्नुहोस् न है। यो इमेज डाउनलोड गर्नु होला अनि त्यहाँ सर्च गर्नु होला, अथवा कसैको मोबाइलमा गुगल लेन्स छ भने त्यसबाट पनि सर्च गर्न सक्नुहुन्छ। गुगल लेन्स छ भने कसैको मोबाइलमा गुगल लेन्सबाट पनि सर्च गर्नुहुन्छ। यो इमेज चाहिँ मैले यहाँ राखिदिएको छु, bit.ly/rapsearch9 भनेर राखिदिएको छु, होइन? यही इमेजलाई तपाईँले सर्च गर्न सक्नुहुन्छ। कसले के भेट्नुभयो भन्नु होला है, मतलब फर्स्टमा भेट्नु भने यसरी हात उठाइदिनु होला। कतिजनाले सर्च गर्नुभयो? हात उठाइदिनु न, हात यसरी उठाइदिनु न, त्यस्तो गरेर हुँदैन क्या। ल ल, नाइस नाइस, प्लिज। के भेट्नुभयो? कोही एकजना को बोल्नुहुन्छ? यसो हात उठाइदिनुहोस् न, के भेट्नुभयो, को बोल्नुहुन्छ? धेरैवटा भेट्नुभयो? एउटा मात्रै भेट्नुभयो कि धेरैवटा भेट्नुभयो? त्यही घर नेपाली साइड मात्र भेट्नुभयो कि स्पेनिस, अरबी, पाकिस्तानी, बङ्गाली, होइन हो? म यसको फ्याक्ट चेक गर्ने बेला एउटा बङ्गाली मान्छेसँग बोल्न पुगेको थिएँ कि तिमीले बनाएको तिम्रो नजिकको घर हो भनेर। होइन मैले त डिजाइन गरेँ हो, डिजाइन चाहिन्छ भने पैसा दे भन्छ क्या। होइन मलाई डिजाइन चाहिएको नि, म त फ्याक्ट चेक गरौँ भनेको, बोल्नै छोड्दै। के रहेछ भन्दाखेरि यो घर इन्टरनेटबाट उठाएर कसले चाहिँ रामकुमारी झाँक्रीको घर भनेर राखिदिएछ। यति फैलियो, उहाँ मन्त्री हुँदाखेरि हो यो, यति फैलियो यो घर। हाम्रो नेपाल फ्याक्ट चेकमा अहिले फ्याक्ट चेक छ एउटा यसको बारेमा, कहाँको हामी पत्ता लगाउनै सक्दैनौँ क्या। किन भन्दाखेरि यति धेरै साइटमा अपलोड छ कि अब फर्स्ट अपलोड कहाँ भयो मलाई पत्ता लगाउनै 10 दिन लाग्छ होला कि। अनि धेरै ठाउँमा फैलिएपछि अनि हामीले एउटा फ्याक्ट चेक चाहिँ गरेका थियौँ। यस्तो धेरै ठाउँमा चाहिँ देखिएको, धेरै देशमा डिजाइनका रूपमा फैलिएको नेपालमा रामकुमारी झाँक्रीको घर हुँदो रहेछ, होइन? अब यस्तो कुरा तपाईँले देख्नुभयो भने फर्स्टमा के गर्नुहुन्छ? तपाईँ रिभर्स इमेज सर्च गर्नुहुन्छ नि, होइन? तपाईँले भेट्नु भएन भने नेपाल फ्याक्ट चेकमा एकचोटि पठाइदिनुहोस्, मैले फ्याक्ट चेक गर्छु है। तपाईँले भेट्नु भएन भने, भेट्नुभयो भने त्यहीँ लेखेर राखिदिनुहोस्, सोसियल मिडियामा लेखिदिनुहोस् यो गलत हो, मैले देखेँ, मैले यस्तो यस्तो गरेँ ल भनेर। यति गर्नु भने मिसइन्फर्मेसन चाहिँ कम हुन्छ क्या। अब वे फरवर्डमा आउँदाखेरि
सञ्जनाजीलाई नि म इन्भाइट गर्छु होइन। अब तपाईँहरूको क्वेसन पनि हामी लिन्छौँ। फर्स्टमा चाहिँ म केही कुरा भन्छु, त्यसपछि हामी क्वेसन लिन्छौँ तपाईँहरूको है। अब ओके, अब तीनटा कुरा भन्छु है। एउटा मान्छेले फ्याक्ट चेकरको ह्याट चाहिँ लगाउनुपर्छ क्या। किन लगाउनुपर्छ भन्दाखेरि हरेक पोस्ट चाहिँ क्लेम हो भन्नुहोस् क्या। तपाईँ पोस्ट गर्यो यो सही हो न भन्नुहोस् क्या। मेरो सरले गर्यो होइन, मेरो बसले गर्यो होइन, अथवा चाहिँ नै दिदीले गर्नुभयो, दाइले गर्नुभयो भन्दैमा त्यो सही हुन्छ भन्ने छैन नि। एभ्री भिडियो इज अ पोटेन्सियल डिसइन्फर्मेसन टेक्निक। किन भन्दाखेरि हरेक भिडियोमा डिसइन्फर्मेसन फैलाउनलाई पो गरे हो कि भनेर एकचोटि ट्रिगर गर्नुहोस् क्या आफूलाई, हो कि भनेर क्वेसन चाहिँ गर्नुहोस् क्या। जति ठुलो मिडिया हाउस त्यति ठुलो गल्ती। केही दिन अगाडि एउटा फ्याक्ट चेक गरेको थियो एउटा ठुलो मिडिया हाउसको। 73 नम्बरको निवेदनलाई पुनरावेदन लेख्नु भएछ। त्यति मात्रै होइन, लगाउको आदेशै नभएको कुरालाई लगाउको आदेश भइसक्यो भन्नुभएछ। कानुनबाट धेरै हुनुहुन्न होला, लगाउको आदेश भने एकै ठाउँमा दुईटा फाइललाई अट्याच गर्नु भन्छ। न्यायाधीशले एउटै फाइलमा अट्याच गर्नु भनेर आदेश दिनुभयो भनेर लेख्नुभयो, तर होइन रहेछ। त्यो त्यति ठुलो मिडियाले त्यस्तो गल्ती त गर्नु नपर्ने होइन। बिगर द मिडिया, बिगर देयर मिस्टेक इज। तपाईँहरूको क्वेसन लिन्छौँ हामीहरू दुईजना, तपाईँहरूको क्वेसनलाई आन्सर गर्ने प्रयास गरौँला। हुन्छ, केही क्वेसन छ भने हात उठाइदिनु होला प्लिज। नो क्वेसन? उसले प्रवीणले सेयर गरिराख्दाखेरि एउटा इक्जाम्पल चाहिँ मलाई पनि आइरहेको थियो कि हामीले अस्ति सँगै नै बसिराखेको बेलामा हामीले अफिस सकेपछि एकचोटि भेटिराखेको बेलामा चाहिँ एउटा न्युज आइरहेको थियो। उडिसाको केस त हजुरहरूलाई थाहा छ नि है, भर्खरैवाला उडिसाको वाला केसमा एउटा कुनै न्युज पेपरले चाहिँ हामीले हामी कति 5 जना थियौँ सायद सँगै, 5 जनाले खोज्दाखेरि 2 जनाकोमा चाहिँ एउटा माइनर कुरा हो हुन चाहिँ, तर मिडिया हाउसले पोस्ट गरि राख्दाखेरि चाहिँ कस्तो इफेक्ट गर्छ भन्ने कुरालाई एउटामा चाहिँ के अरे प्रकृति लम्साल नै हुनुहुन्छ उहाँ होइन। प्रकृति लम्साल भनेर थर्डलाई उहाँको बारेमा चाहिँ केही न्युज भनेर चाहिँ प्रकृति लम्साल भनेर थियो होइन। अर्कोमा चाहिँ उहाँको थर्ड नै अर्कै थियो कि प्रकृति निरौला, आइएम नट स्योर बट प्रकृति निरौला अर समथिङ यस्तै के चाहिँ राखिएको थियो होइन। हामी 5 जना मान्छे बसिरहेको थियौँ, 3 जनाकोमा चाहिँ प्रकृति निरौला भनेर लेखिरहेछ। यता हामी दुईजना म र अर्को मेरो एकजना साथी थियो, उसले चाहिँ प्रकृति लम्साल भनेर देखाइरहेछ। हामी एकछिन कुन चाहिँ थर चाहिँ ठिक हो भन्ने जस्तो वाला कुरा गरिराखेको थियौँ। किन यो 2 थरीको एन्सर छ भनेर भन्ने 2 थरीको थर चाहिँ राखिएको छ भनेर चाहिँ कुरा गरिराखेको थियौँ कि। अनि पछि केही बेरपछि चाहिँ अब कुन चाहिँ करेक्ट हो भन्ने जस्तो कुरा गर्दाखेरि हामीले अन्त अरू न्युज मिडिया अनि हाम्रो इन्स्टाग्राम RNBबाट हालेको या अरू पोस्टहरू अरू जुन न्युज राख्नेवाला चिजहरू हुन्छ त्यहाँबाट हेरिराख्दाखेरि चाहिँ पहिले थाहा हुन्थ्यो नि, ब्याक अफ द माइन्ड चाहिँ प्रकृति लम्साल भन्ने नाम चाहिँ आइरहेको थियो होइन। अब 2वटा खालको 2 थरीको चाहिँ थर चाहिँ त्यो एउटै न्युज मिडियाबाट चाहिँ आइराखेको छ। हामीले पछि रिफ्रेस गरेर हेर्दाखेरि कति 3-4 पटक रिफ्रेस गरेपछि बल्ल नेम चाहिँ चेन्ज भएको थियो कि। बट स्टिल त्यो न्युज मिडियाको बिफोर द चेन्जिङ द्याट नेम कति धेरै व्यक्तिहरूले चाहिँ हेर्नुभयो होला होइन। अनि त्यो चेन्ज भइसकेपछि चाहिँ के भन्छ, हामीले चाहिँ यो चेन्ज गरिएको मिस्टेक थियो केही समय अगाडि, यसलाई चाहिँ हटाएर हामीले चेन्ज गरेको भन्ने जस्तो कुरालाई चाहिँ मेन्सन नगरिकन नै चेन्ज मात्रै गरिएको पनि थियो। जस्तो त्यो एउटा चाहिँ मेरो इक्जाम्पलको रूपमा मात्रै मैले सेयर गरेँ। यहाँहरूसँग केही प्रश्न छ भने हामीले क्विकली 2 मिनटमा एड्रेस गरौँला, होइन भने चाहिँ द ब्रेकआउट सेसन विल बी ओभर। नो क्वेसन? ओके देयर इज 1 क्वेसन। अब हामी त एकदम एजुकेटेड ब्याकग्राउन्डको भइसकेपछि यो डिप फेक हो कि होइन, अब यो कस्तो यो मुखको मुभमेन्ट पनि हो कि होइन होइन, रियल हो कि फेक हो भन्ने थाहा हुन्छ होइन। तर हाम्रो पेरेन्ट्सको अलिकति कम एजुकेटेड भएको अनि त्यसपछि ग्रान्ड पेरेन्ट्सको अङ्कल आन्टीहरूको जेनेरेसनको चाहिँ उहाँहरूको अहिलेको रिसेन्ट केसमा चाहिँ
बालेन शाहले ट्रम्पलाई लेखेको अनि ट्रम्पले चाहिँ उसलाई एन्सर ब्याक गरेछ है भनेर कस्तो भिडियो भाइरल भइरहेको थियो। यस्तो गरेछ है ट्रम्पले, यस्तो गरेछ बालेनलाई भन्दै मलाई सुनाउँदै हुनुहुन्थ्यो मेरो हजुरबुवाले चाहिँ। सो हामीले हाम्रो लेभलमा त उहाँहरूलाई यो होइन है भनेर भन्न सकिन्छ, तर उहाँहरूको जेनेरेसनको लागि होइन अब कसरी चाहिँ हामीले यस्तो खालको भइरहेको छ पनि भनेर अझै अवेरनेस कसरी फैलाउन सकिन्छ भन्ने क्वेसन हो मेरो चाहिँ। अवेरनेसको कुरा यस्तो छ क्या है, मान्छेलाई सिकाउनु भनेको चाहिँ एकदम गाह्रो कुरा हो कि है, बुझ्दैन क्या उसले पहिल्यैदेखि त्यो त्यही कुरा पर्सिभ गर्दै आएको छ नि त, जे सुन्यो त्यही सत्य हो भन्ने हिसाबले। झन् मोबाइलमा देखेपछि त हाम्रो मम्मी बुवा को जेनेरेसनले चाहिँ हो नै भन्नुहुन्छ। मेरो बाबाले नि बालेनलाई चाहिँ यसरी दिएछ नि भन्नु, मैले हाम्रो फ्याक्ट चेक देखाइदिएको थिएँ कि होइन भनेर उहाँले पढ्नुभयो। तर कस्तो हो भन्दाखेरि अवेर गराउनको लागि एटलिस्ट यो होइन है, यसरी यसरी होइन भनेर त हामी बुझाउन सक्छौँ। एकछिन टाइम दिनुपर्छ तर बुझाउन सक्छौँ जस्तो लाग्छ। त्योभन्दा अर्को उपाय चाहिँ छ जस्तो लाग्दैन कि, किनकि उहाँहरूलाई गएर फ्याक्ट चेक पढ्नुहोस् भन्न सक्दैनौँ क्या हामी होइन है। त्यही भएर हामीले बसेर एकछिन यो भने यो एटलिस्ट यसो 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 फेक कुरा आइरहन्छ है भनेर भनिदियो भने भइहाल्छ। मैले चाहिँ मेरो मम्मीलाई के भन्छु भन्दाखेरि फेक कुराहरू आइरहन्छ है सोसियल मिडियामा, यसो हेर्दाखेरि नपत्याउने हुन्छ, धेरै कुरा नपत्याउने पनि खालको हुन्छ भनेपछि उहाँहरूले पत्याउनुहुन्न, यो फेक हो है भनेर देखाउनुहुन्छ। अनि त्यति चाहिँ गर्न सकिन्छ जस्तो लाग्छ। अब मम्मी बुवाको जेनेरेसनको कुरा गर्दै गर्दाखेरि हाम्रै जेनेरेसन पनि दाइ नेताले सेयर गर्नुभयो, त्यही भएर दाइ नेताको कुरा सही हो भन्ने मान्यताका छौँ क्या हामी। अब छौँ कि छैनौँ, अब कतिजना छौँ आफूले भित्र बुझ्ने कुरो हो होइन। अनि दाइ पत्रकारले भन्नुभयो त्यही भएर सही हो भन्छौँ। दाइ पत्रकार पनि सही हुँदैनन्, भाइ पत्रकार नै सही हुन सक्छन् कतिपय अवस्थामा है। यो कुरा चाहिँ याद गर्नु होला, त्यति हो।